हेलो हेलो दर्शन नमस्ते सम्पूर्णमा हाम्रो दर्शन नमस्तेको सिङ्गो टिम नेपाली एम्बेसीमा आइराखेको छौँ। आज हल्का आफ्नो कला संस्कृति देखाउनलाई पनि भन्न चाहन्छु। सम्पूर्णलाई दाजु भाइ बहिनी दिदी बहिनी सम्पूर्ण यहाँमा उपस्थित भइसकेका छौँ पनि भन्न चाहन्छु। सम्पूर्ण देख्नुहुनेछ आफ्नो कला संस्कृतिमा हाम्रो हो पनि भन्न चाहन्छु। यहाँ दाजु दाइ 2 शब्द राखिदिनु होला। नमस्ते दर्शन नमस्ते संस्कृतिमा नेपाली मौलिक कला र संस्कृतिको जगेर्ना गर्नका निम्ति भारतको प्रवासमा केही सालदेखि हामीले दर्शन नमस्तेले सुदूरपश्चिममा मनाइने पर्वहरू अनन्ते जस्तै पुष 15 जस्ता पर्वहरू मनाइरहेका छौँ र साथै सुदूरपश्चिमका मेला मौसममा खेलिने देउडा राई आज हामी नेपाल एम्बेसी र एभरेस्ट चेम्बर अफ कमर्सको आयोजना हुन गइरहेको नेपाल फेस्टिभलमा हामी आफ्नो देउडालाई प्रस्तुत गर्न जाँदा हामी अति नै गर्व महसुस गरिरहेका छौँ र हामी सिङ्गो सुदूरपश्चिमेहरूलाई हाम्रो यो देउडा हेरिदिनु हुन लाइभमा हामी एकदमै हार्दिक ज्ञापन गरेका छौँ। र कस्तो लागिरहेछ? योभन्दा पहिला पनि हो कि फर्स्ट चान्स भन्न चाहन्छु? यो हामी नेपाल एम्बेसीमा त हामी फर्स्टचोटि गरेर छौँ, तर हामी सुदूरपश्चिमका हामीले देउडा भयो, हामीले अनन्त्य भयो, पुष 15 हामी मनाउँदै आइरहेका छौँ र आगामी दिनहरूमा पनि मनाउनेछौँ। कस्तो लागिरहेछ फेल आज? हाम्रा सुदूरपश्चिमका स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीहरूलाई हामी आउँदै गरेको नयाँ वर्ष तथा विश्व मेलाको सबैलाई शुभकामना पनि व्यक्त गर्न चाहन्छु। यस दर्शन नमस्तेको सिङ्गो टिमद्वारा सिङ्गो दर्शन नमस्तेको समूहद्वारा या म संयोजक अमर सुनारको तर्फबाट सम्पूर्णलाई हामी शुभकामना दिन व्यक्त गर्न चाहन्छौँ। धन्यवाद। अनि आज कस्तो लागिरहेछ रमाजीलाई? एकदम धेरै राम्रो लागिरहेछ। हाम्रो सुदूरपश्चिमको हाम्रो परम्परागत चलिआएको रीतिरिवाजलाई हामी अहिले नेपाल एम्बेसीमा देखाउन जाँदाखेरि हामीलाई धेरै खुसीको महसुस भइरहेको छ। सबैलाई हामी भन्न चाहन्छौँ हाम्रो आफ्नो परम्परागत चलिआएको हाम्रो देउडा सांस्कृतिक कार्यक्रमलाई जोगेर्ना गरौँ। सबैले माया प्रेम गरेर सबैले राम्रो देखिदिनु होला भन्ने फर्स्ट हो कि दोस्रो चान्स? पहिलो बार। अहिले हामी कार्यक्रम त हाम्रो हर सन्डे हर महिनामा जान्छ। एम्बेसीमा अहिले पहिलो बार आइराखेका छौँ। हामी राम्रै होला भन्ने हाम्रो विश्वास छ। एकदम धन्यवाद। अनि देख्न सक्नुहुन्छ सम्पूर्ण हाम्रो टिम पनि देख्न सक्नुहुनेछ। आज हामी नेपाल एम्बेसी र नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको नेपाल फेस्टिभलमा हामी आफ्नो संस्कृति देउडालाई प्रस्तुत गर्न गइरहेका छौँ र सिङ्गो सुदूरपश्चिमेले हेरेर गर्व गर्दै गरेर आउँदै गरेको नव वर्ष 2023 ब्यानर त गर्नुपर्छ त। कोही नि शुभकामना व्यक्त गर्न चाहन्छौँ। धन्यवाद। कोही नै आउनु। यहाँनिर गेट पनि देख्न सक्नुहुनेछ। यहाँनिर मेन गेटमा पुगिसकेको जानकारी गराउँछौँ। देख्न सक्नुहुनेछ सम्पूर्ण देखरेहरू साथ दिइदिनु होला पनि भन्न चाहन्छु सम्पूर्ण। अब म